औदर सरलाई आज हाम्रो यो शनिबार श्रमबारका दिन हामीले चाहिँ श्रम बार नै भन्न गर्दैछौँ। हर्का साम्पाङज्यूले पनि भन्नुभएको थियो श्रमबार भनेर, त्यस्तै गरेर हामी पनि श्रमबार नै उच्चारणमा गर्दैछु। औदर सर केही दुई शब्द हजुरले पनि लागेका। नमस्कार, जय भूमि आमा नेपाल, जय नेपाल, जय चन्द्र सूर्य, जय सरसराई भन्न चाहन्छु। आज मिति 2081 साल चैत्र महिनाको हामी 30 गते शनिबारका दिन हामी यो एकीकृत खेलग्राममा हामी सरसफाइको निरन्तर सरसफाइमा लागिरहेका छौँ र सरसफाइ गरिरहेका छौँ। तसर्थ यहाँहरूलाई हामीले पटक पटक आग्रह गरिरहेका छौँ कि यो हाम्रो सरसफाइ अभियानमा यहाँहरू आउनुहोस्, जुट्नुहोस्, हामीलाई साथ दिनुहोस् भनेर हामीले पटक पटक आग्रह गरिरहेका छौँ। र आग्रह गरे पश्चात केही साथीहरू यो कार्यक्रममा जुटी पनि राख्नु भएको छ। हामीलाई बडो खुसी लागेको छ र फेरि पनि म सम्पूर्ण नगरवासीहरूलाई यो सरसफाइ अभियानमा जुट्नका लागि म हार्दिक अनुरोध गर्दछु र यो आउँदै गरेको 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको उत्तरोत्तर प्रगतिको पनि हामी कामना गर्दछौँ र म एउटा अन्तमा के भन्न चाहन्छु भने सफा रहनुहोस्, सफा गर्नुहोस्, स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् र सुखी रहनुहोस्। हस् त, नमस्कार, जय भूमि आमा नेपाल। जय भूमि आमा नेपाल। पढे गई के हो। औदर सरलाई आज हाम्रो यो शनिबार श्रमबारका दिन हामीले चाहिँ श्रम बार नै भन्न गर्दैछौँ। हर्का साम्पाङज्यूले पनि भन्नुभएको थियो श्रमबार भनेर, त्यस्तै गरेर हामी पनि श्रमबार नै उच्चारणमा गर्दैछु। औदर सर केही दुई शब्द हजुरले पनि लागेका। नमस्कार, जय भूमि आमा नेपाल, जय नेपाल, जय चन्द्र सूर्य, जय सरसराई भन्न चाहन्छु। आज मिति 2081 साल चैत्र महिनाको हामी 30 गते शनिबारका दिन हामी यो एकीकृत खेलग्राममा हामी सरसफाइको निरन्तर सरसफाइमा लागिरहेका छौँ र सरसफाइ गरिरहेका छौँ। तसर्थ यहाँहरूलाई हामीले पटक पटक आग्रह गरिरहेका छौँ कि यो हाम्रो सरसफाइ अभियानमा यहाँहरू आउनुहोस्, जुट्नुहोस्, हामीलाई साथ दिनुहोस् भनेर हामीले पटक पटक आग्रह गरिरहेका छौँ र आग्रह गरे पश्चात केही साथीहरू यो कार्यक्रममा जुटी पनि राख्नु भएको छ। हामीलाई बडो खुसी लागेको छ र फेरि पनि म सम्पूर्ण नगरवासीहरूलाई यो सरसफाइ अभियानमा जुट्नका लागि म हार्दिक अनुरोध गर्दछु र यो आउँदै गरेको 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको उत्तरोत्तर प्रगतिको पनि हामी कामना